बिग पार्टी है बिग पार्टी हाम्रो बिग पार्टी Happy 16th birthday. Let's go. यो किडनी हो त्यस्तै लाग्यो यार यो खाने हो salad है salad this type of friends rich kid मेरो त हैन है केटा हैन एउटा दुईटा क्या छ लाइक सेक्सी भएर आएछ त I'm always sexy. birthday to you happy birthday to Hello everyone, this is your boy KB Kamabran and welcome back to my channel. So today very special day guys. You know आज चाहिँ मेरो लाइक साथीको बर्थडे दिन मिस्टर डोमा है मिस्टर डोमा सो अहिले चाहिँ हामी लन्चको लागि कतै टाढातिर जान लागेको हैन सो त्यो भएर चाहिँ केटाहरु चाहिँ पिकअप गर्न आउनु भएको छ थ्यांक यू सो मच boys and if you are new around here guys don't forget to like share and subscribe right so this is our Bunde car BYD है त पर्फेक्ट वेदर है कहाँ जानु के हो कस्तो मलाई थाहा भएन जस्ट या हिजो बेलुका मलाई मेसेज गर्नु भयो थ्यांक यू गाइस फर इन्भाइटिङ है त एन्ड सानो स्मल गिफ्ट छ दिस वान्स फर यु है वरा बोइस ओ शिट लेट्स गो भने के हो भने केटा अल गुड म केटा सब सेक्सी भएर आएछ त यो कान्छी अल गुड वरा ओ माय गॉड ब्रो अलराइट सो हाम्रो प्लान के हो let me know the birthday boy oh shit Happy 16th birthday. let's go happy 16th कमानो छोडियो न ककरा बल्ला सुतुदा बल प्यार दिन बन रोजर दा ल केटाले यहाँ बेटा हैन लेट्स गो मलाई त्यस्तो लगाउन मुला के हो म त रेडी बसेको त किन ब्याक गरेको होला भने अलराइट लेट्स गो अच्छा यही हामी लेट्स गो ठिक छ केटा र यही भेट्यो ओए नयाँ कभर बोकेछ यसले नयाँ कभर लेट्स गो 17 प्रो मैक्स को नयाँ कभर लेट्स गो के छ सर क्या छ लाइक सेक्सी भएर आएछ त I'm always sexy. ल यो ठाउँ चाहिँ एकदम भाइरल रे म चाहिँ लाइक फर्स्ट टाइम आएको त है wow look at this हावा उडी oh my god ल दुईटा गाडी आइसक्यो अब अझै एउटा गाडी आउँदैछ है सो त्यो भएर चाहिँ के हो र यो त पेट होइन अन्डा भालेको भुट्टा भन्ने छ oh my god हो र यो किडनी हो त्यस्तै लाग्यो यार यो खाने हो यो चाहिँ गङ्गडा ऊ यो हेर्न यो बोक्न केटा आयो केटा आइसक्यो एनसीआर आयो क्या लेट्स गो न्यू युट्युबर इन टाउन यो के हो चिकन खाउ न ढुक्क बफेलो विंग्स भनेको यो बफेलो विंग्स ए आत्ति भन्छ हाम्रो खाना चाहिँ तयार भइसक्यो रहेछ है यो त एक ढेप्ची भन्छ यसलाई यार ए मासु ल लोकल मासु तातो रहेछ ल लोकल हो त लोकल यो चाहिँ यो गुन्द्रुक होइन गुन्द्रुक है गुन्द्रुक यो गुन्द्रुक है नो गुन्द्रुक होइन यस गुम्बा यो चाहिँ दामी छ है के बात त यति हो ओए यस्तै नै हो भाइ
ल बिग पार्टी है बिग पार्टी हाम्रो बिग पार्टी के अरे भाइ जसले अगाडि हाल्छ त्यसलाई चाहिँ मासु लास्टमा दियो ल अरू जे चाहिँ गर ओहो ल ल केटा केटा खाउ त खाना सेला केटा खाना सेला त्यही त खाना सेलायो क्या छिटो 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 ए टसी त नि कुरो ठुलो कुरो के पनि हो ल हाल केटा ओ छोर त बर्थडे बोल अलि धेरै हाल्नुपर्छ है यो मान्छे जहिले नि ताने गर्छ यसले ल केटा के चाहिन्छ भन्ने है यता है के चाहिन्छ भन्ने ल है मासु तरकारी तिमीलाई के चाहिन्छ रे हाम्रै तिमीलाई के चाहिन्छ रे स्यालेड है सो हाम्रो मेन कुरो चाहिँ के रहेछ भनेपछि लोकल कुखुरा रहेछ त्यसको लागि टाढोबाट आएको है ल बिस्तारै खानु पर्यो केटाहरू सबै थाके रहेछ एकदम भोक लागेको रहेछ अनि हेर्न ल बिस्तारै है गाइस बिस्तारै A few moments later. खाना चाहिँ एकदम मिठो भयो इट्स प्योर इट्स लोकल स्टाइलमा होइन केटाहरू काम ताप्दै छ अब यता डोलुको के फेरि किन तलको खै सर हेरौँ न सर कस्तो देखेछ सर आमा के काट्ने मान्छेले कहाँ तिमीले जाग्ने हो र काटे हर मेरो डुल्लुको नि पेट दुख्यो भने खै हेरौँ न के लेखेछ हेर्न ह्याप्पी 16 बर्थडे मिस्टर डुमा भएन डुल्लु होइन क्या डुम्मा मैले के अरे म्याक्सले सोधेकै हो यो लेखे हुन्छ भनेको डुल्लु डुल्लु ल आइज केटा आइज छिटो बड्डे बोय मैले के गरे पहिलो चिज नगरे केटा हो म भन्दैछु है तेरो टाउको डसीले यस्तो मिठो केक पनि फालेको नि तिमीहरूले हेर अस्ति छ हो के फालिदिएको नि सबै अस्ति मैले टिपेर खाएको नि हेर तिनटा ओए डल्लुको इच्छा गाडी माथि चढेर काट्ने कसको गाडी माथि चढ्नु ओए ल भन यो कसको यो त हाम्रो होइन होला नि हो त्यो पनि राम्रो छ राम्रो छ त्यहाँ अड्नु पर्यो नि यो अड्क्यो नि ल काट अब छिटो काट न खोज्न लागेको क्या दिँदा म पक्का भनिदिन्छु है ओइ के खोज्न लागेको के होइन कि के खोज्न यताबाट आयो कि त्योबाट भनेको क्या मैले यो छिटो केक काट्न लाग्यो नि यसले नक्कल नो फाल्ने जस्ट या यो हजुर छिटो गर त कमन हो यसरी काट्ने हो क्या त्यहाँ ल अब काट्ने है एकदम स्पेसल बर्थडे ल के हुँदैन क्या पुस्न मिल्छ ल ए आमा यतिको चाहिँ हुनु पर्यो यार बर्थडे बोय ओइ तिम्रो टोपी र केक चाहिँ म्याच हुने रहेछ यार ल ह्याप्पी 16 बर्थडे ल ह्याप्पी 16 बर्थडे है त सानो गिफ्ट ह्याप्पी बर्थडे ताली ल उयो साइड गर ताली ल ह्याप्पी 16 बर्थडे है डुमा खुसी लाग्यो गॉड ब्लेस यु हामी पनि खानु पर्यो नि यसपालि चाहिँ केक किने चाहिँ खेर नजाओस् ओके खाने यार केक त्यसो नगर्न खाऊ ओइ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु Happy birthday, dear Doma. Happy birthday
to you. God bless you. Dumma. के नाम रे? Oh shit. कस्तो छ? केक राम्रो छ? ल खाइदियो. अब चाहिँ खेर नजाओस्, म भन्दिन्छु अहिलेसम्म. जाउँ त्यही जाउँ. केक खाने होइन? केक लभर यस्तो हो क्या हामी त. के रे मिकल? I have bro. मैले जिम्मा लिन्छ नि त केटा. के कस्तो छ? फेरि यस्तो न के खाने भने रहेछ त तिमीलाई मैले. ए पुरै केही त के यार हेर्न यार टोपी र सबै नयाँ. तिमीहरू होइन एउटा कुरो भन्छु है. खाम यार अलि खाम न. हो त्यो पनि हो खाऊ न. अनेक छ मान्छे के खालको मान्छे यार हो नि. केक मन पर्दैन भने केक मन पर्दैन भन्न पाइहाल्यो हो. के खाऊ न हे खानको लागि पो त्यही त फोक्कोडमा यार. ओ my god guys bro back day bro back day back right. Big shout out to हाम्रो पोखराको bro back day. Thank you. यहाँ भरिमा सबभन्दा बुढो अङ्कल यो हो. नाम सहित ए टेन्सन लिएन. त्यसपछि यो हैन त्यसपछि उयो त्यसपछि यो त्यसपछि यिनीहरू हो. सबभन्दा कान्छो रहेछ अङ्कल त्यो अङ्कल अब you know guys I'm so lucky yeah because I have this type of friends rich kid. मेरो त हैन है केटा हैन एउटा दुईटा उतापट्टि छ. I'm so lucky you know I'm so lucky yeah. I have a friends like these people. हातमा त्यस्तो सुन छैन. घाँटी तेरो घाँटी ओ तेरो यहाँ पनि छ. भयो के भयो. सो अब चाहिँ कहाँ कफी खान जाने रे. त्यो भएर चाहिँ हामी अहिले कहाँ छौँ भनेपछि यता छौँ ल. बागलुङ खायो भाइ लुम्ले काँडेर नौडाएर भन्ने मात्रै रहेछ केटाहरूको म है सर. ल अब कफी खान जाने सर. अब अमेरिकानो खाने सर. हजुर त्यही के अरे वाइड रोडमै चुराइज केटा. खै बिस्तारै चलाउ न. बिस्तार चलाऊ त्यसले बिस्तार चलाइदिनु हो. हेर्न म्याक्सी दियो केटाहरूले. लेट्स गो alright guys so अब चाहिँ हामी घर जान लाग्यो है. कफी खाएन सो त्यो पछि एन्ड आज चाहिँ छुट्टै त्यो भयो भनौँ न अलि स्पेसल या केक कटिङ पनि दामी भयो एन्ड देन लाइक लोकल खाना दाल भात. सो खुसी लाग्यो. वन्स अगेन डुमा ह्याप्पी बर्थडे है त. ह्याप्पी बर्थडे म्यान ह्याप्पी बर्थडे या गड ब्लेस यु एन्ड या गिफ्ट अब गुड ब्लग एन्ड केक लिएर आगे हो होइन धन्दै फाल्यो क्या यो है फर्स्ट स्टार्टिङ गर्ने मान्छे. थोरै होइन भाइ थोरै हानेको चाहिँ थोरै 1 स्लाइस चाहिँ हालिदियो क्या मुखमा. त्यो राम्रो होइन होइन. त्यो भएर चाहिँ अब हामी गर्छन् लाग्यो है almost like 4 वर्ष लागेछ. So त्यो भएर yeah guys thank you and keep supporting me and don't forget to like share and subscribe. See you around guys. Thank you. See ya.